सो हेलो एभ्रिवान वेलकम ब्याक टु माई च्यानल। र आज धेरै दिनपछि होइन लगभग 6-7 महिनापछि आज भ्लग बनाउँदैछु। सो सबैले माया साथ सपोर्टले दिनु होला भन्न चाहन्छु। र आज चाहिँ हामी अहिले करिब 1-1:30 बजेको छ। सो आज यसो हाम्रो दोधरा चाँदनी वार्ड नम्बर 1 हाम्रो बोरलाइन ब्रिज नजिकै ट्याक्कै होइन, यो चाहिँ चाँदनी रिसोर्ट। यता देख्न सक्नुहुन्छ यो चाँदनी रिसोर्ट। यो चाहिँ ट्याक्क 4 लाइनबाट दायाँ हाततिर आउने बाटो तलतिर होइन, ट्याक्क तलतिर आउँदाखेरि यो चाँदनी रिसोर्ट भन्ने देखिजान्छ। सो गाइस म तपाईँहरूलाई देखाउँछु यहाँको भ्यू। र आज हामी चाहिँ यता अलि काम थियो त्यही भएर आएको ल गाइस, देख्न सक्नुहुन्छ त्यही सब। यता चाहिँ हाम्रो यहाँ काम चलिरहेछ हाम्रो। अहिले देखाउने छ एकछिनमा काम के भइरहेछ सबै देखिनेछ र देखाउने छौँ। यता चाहिँ लाइटिङको व्यवस्था सब भइरहेछ। हाम्रो दाइ काम सुरु छ। यो चाहिँ चाँदनी रिसोर्ट। यो हाम्रो दाजु चिलमा छ। गाइस हामी चाहिँ यता काम गर्न आएको र साथै नास्ता पनि अब खाएको छैन बिहानदेखि, त्यही हो। बल्ब लगायो जलिसक्यो होइन, लाइट चाहिँ जलिसक्यो अहिले। यो चाहिँ दिनमा हुँदाखेरि अलि देखिरहेको छैन, राति चाहिँ बवाल देखिन्छ भ्यू होइन। सो गाइस आउन सक्नुहुन्छ। केमा उ लाग्यो तँलाई? अरू त ठिक छ, अरू केमा कमी छ? ठिक छ, ऊ त्यो हल्का मिलेन कि त्यो यस्तै भइदिएर बबाल देखिन्छ हो र भने। अरू बाँकी डेकोरेसन राम्रो रातिको 8 बजिसक्यो, अझ पनि केटाहरू लागिरहेछन् होइन। एउटा ऊ होटलका रिसोर्टको यो के भन्यो काली कलौटे खाइरहेछ अझ पनि काम गर्नु सोचेर। यता हाम्रो सर पनि आफ्नो काममा व्यस्त छन्। यता दाजु पनि यताउति डुलडालमा बिजी। सो गाइस आज गरेको डेकोरेसन चाहिँ यस्तो छ होइन। सो हजुरहरूलाई कस्तो लाग्छ र हजुरहरू को आउनु भएको छ यो रिसोर्टमा र को आउनु भएको छैन भन्ने यहाँ हाम्रो नमस्ते सर, म चाँदनी रिसोर्टमा आज गाइडेन्स चालु हुँदैछ। हाम्रो भाइको नाम के हो? जोनी सिंह। यो चाहिँ एकदम यहाँ सर्भिस एकदम फास्ट गर्छ योले। साउन्ड त्यस्तो छ गाइस। अब हजुरहरूलाई कस्तो लागिरहेको छ सो कमेन्ट गरेर हामीलाई प्रतिक्रिया दिँदै गर्नु होला भन्न चाहन्छु। साथै यो चाहिँ हाम्रो चाँदनी रिसोर्ट अझ पनि फेरि पनि भन्न चाहन्छु। चाँदनी वार्ड नम्बर 1 हाम्रो 4 लाइन ब्रिज महाकाली नजिकै रहेको चाँदनी रिसोर्ट।